यतिले पुगेन ए यो खुकुरीले यसको घाँटी छिनाल खत्म बाय बाय टाटा गुड बाय त्यसै यो भटभटेलाई यसले हेपेकी त होइन है अब त हुँदा हुँदा स्वास्नीको जुम्रा धरी हेरेर बस्न थालेछ मुख च्यातिउन अनि थाहा पाउँछस् ल च्यात्नु त कसरी च्यात्नु रहेछ म पनि हेर्छु ए हेर्छस् ल वाह क्या सीन है तिम्रो आमासँग अंश फुस्काउ नि त तैले भन्ने बित्तिकै फुस्किन्छ कुरा गर्छ पानीमा पादे जस्तो यार उठाउनु हेलो करुणाजी तपाईको प्रेम रोगको उपचार गरिदिन लागेको बरु अलि त आउनुहोस् न समझ रहे हो आप समझ रहे हो आउनुहोस् करुणाजी अलि नजिक आउनुहोस् न रोमान्टिक मोडमा थिए किन बिचमा उठाउनु भएको नउठायो भाई आज मेरो बलात्कार हुन्थ्यो कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम आमालाई बोलाएको थिए को निस्किन्छन् को तपाईहरु हामीहरु यो घरको मालिक र मालिक नि हौ मालिक नि रे हो त यो घरको उहाँ मालिक म मालिक नि तपाईको आमाले यो घर सहितको पुरै जग्गा हामीलाई 2 दिन अगाडि नै बेचिसक्नु भएको थियो तिमीलाई पानी मुनि गर्नु छोड्दैन नकरा मरा म पानी मुनि जानु पनि पर्यो नि तिमी चन्द्रमामा गएर त बस्दिन होला के रे बस्न पनि सक्छु किरा परेर मरे पनि हिरा परेर मरे पनि एक दिन मर्ने नै हो क्या रे मरेपछि मलाई केही थाहा हुने होइन मलाई बाल अरे कहना क्या चाहते हो एहे रहा नहीं जाता तड़प ही ऐसी है ना भगवान रुम भने आँसु आउँदैन हाँसम भने खुसी नै छैन बाबा त्यो घाँटीको सिक्री औँठी घडी कहाँ गयो कसलाई दिनु भयो रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ झुट बोल्छस् निकाल्छस् कि फेरि दिउँ नदिनु हजुर नदिनु निकाल्छु चोर चाहिँ नभने भए हुन्थ्यो कि हुन त चोरलाई चोर नभनेर के भन्नु दिन्छु नि तरुणीलाई अरू सबै कुरा दिन्छु तर कुवाना चाहिँ दिन्छु तपाईँ जान लाग्यो नि बस्नु लाग्यो नि म के गरौँ त अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ सपनामा के भन्नु न हस् म भन्छु आज राति सपनामा यस्तो पो सपना देखेछु त मैले कर्णजी खत्म बाय बाय टाटा गुड बाय गया डिप्रेशन करुणाजीलाई सपनाको कुरा सुने पैसाग्यो होला करुणाजीको हातबाट छापु पनि फेटिसक्यो होला खत्म बाय बाय टाटा गुड बाय ए ससुर बाउ बोल्दैन ढुका खुला छोडेर कतै जानु भएको छ कि जालिस मछेली मेरै ढरिया भन्छन् मान्छेहरूले त्यस्तै भयो काग बाठो भएन गु घिच्छ रे के आमा
1 लाख नदिए पनि 50,000 त दिनु न। 50,000 त के 50 रुपियाँ पनि दिन्न। 3 लाख नाफा खाएर 5-10 हजार माग्दा दिन्न गाँठे। झन् राक्षस नभन भने भन्न बाध्य बनाइहाल्यो। ओ राक्षस के भनिस् रे? जे परे पर्छ म त यसलाई अब डिभोर्स दिएरै छाड्छु। भयो भयो, त्यो डाइभोर्स हो कि के हो दिने कुरा नगर। वाह क्या सीन है। जोसँग मागे नि माग, पासपोर्ट 2 लाख, मलाई बेलुकासम्म बुझाइछ नि पर्सि नै उडाइदिन्छु। 2 hours later. मलाई विदेश जानलाई 2 लाख हालिदिनु पर्यो। अहिले बङ्गारा झारिदिन्छु अनि थाहा पाउँछस्। म विदेश जान लाएको, हजुरले यसो 50,000 जति ऋण हालिदिनु पर्यो। छ दिनुस् न। तेरी कान समातेर मलाई लजित नबनाएन भटभटे। तँलाई 50,000 चाहियो नि त? हजुर। यसमा पुरा 20,000 छ हैन? बाँकी पैसा घरमा छ, घरमा लिन आइज है। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं कर। ए साँच्ची अघि मैले तँलाई दिएको त्यो 20,000 ले त किन दिने यो 20,000? ए घरमा गएर एकैचोटि थपेर दिनला होला हैन? दिन्छु तँलाई एकैचोटि थपेर। यो सब मैले कर्णजीलाई देखाउनलाई गरेको। सुन त, यो सब कुरा कर्णजीलाई नभनिस् नि, भनिस् कि त मरिस्। मैले सबै थाहा पाइसके। होइन, ऋण माग्न पनि कस्तोसँग मागेको। अलि धनी मान्छेसँग ऋण माग्नु नि, म जस्तो भुक्का मान्छेसँग ऋण माग्ने कहीँ अर्ध पागल। अच्छा मुला खाएको हो सुन्दरी म्याडम। मलाई मुला असाध्यै मन पर्छ क्या। अनि मागे भए दिइहाल्थ्यो नि, हाती हाल्नु पर्छ। ल दिनु न त मुला खाऊ। 50,000 हालिदिनुहोस्, अरू म अन्तै खोजौँला। अब यति बेला 50,000 त के कुरा, 50 रुपियाँ पनि छैन। लेकिन 1 सेकेन्ड तँलाई डाका क पैसा नभएर नद्या हो र, म नलाएर नद्या। के आइडिया हो भन्न? आफूले मन पराएको मान्छेको कपडा लाएर हिँड्यो भने लप पर्छ अरे, बे हुन्छ अरे। तपाईँ पनि करुणा दिदीको लुगा लाएर हिँड्नु न, लप परेर बे भइहाल्छ नि। आइया अरे कहना क्या चाहते हो? सारू, तिमीले मलाई माया गर्दैनौ जस्तो लागेको थियो, जे गर्यो। अनि सुकाएको ठाउँबाट मेरो लुगा चोरेर लगाएपछि गरिहाल्छु नि। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने। आजै पो जानु पर्छ? आज एक रात बसेर भोल जाँदा हुँदैन? हैन, आज एक रात चाहिँ किन बस्नु पर्यो? तँलाई बिहा गरे 2 वर्ष भयो, 2 वर्षको रात त बसेकै हो नि। कसले लग्यो? माया दिदी के भयो? के खोजिरहनु भएको? तिमीले अस्ति दिएको लुगा हरायो नि, धोएर सुकाएको थिए। कसले लग्यो? कसले लग्यो? कपडा त करुणाजीले मायादीलाई पो दिनुभएको छ। अब मायादीले लागेको कपडा मैले लगाएपछि त मायादीले मलाई माया गर्नुहुन्छ। माया गरेपछि माया दिदीसँग मेरो बिहे हुन्छ। हुँदैन हुँदैन। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। ओ गौरवंती जी, रहा नहीं जाता, तड़प ही ऐसी है ना। त मलाई भेट्ने बाहनाले चोर्न आएको त डाकेको फेर हेत्तेरिका जान्नुहुन्छ पहिला। ल यो चिठी सुन। कसको चिठी नि यो? कसको हुनु नि? शान्तिको। के गरे मिलाउने होला हेत्तेरिका। यही बेलामा यो शान्तिले पनि किन गलबन्दी टाँकाको हातमा चिठी पठाउनु पर्या होला? रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, आजदेखिबाट त्यही शान्तिलाई यो घरमा ल्याएर शान्तिसँग बस्ने। गए म माइत। सुन्दरी खत्म। बाय बाय, टाटा, गुड बाय, गया। माइत नजाऊ न, बरु तिमी पहिले जाऊ। लुगा स्वास्नी पोइ विदेश जाँदाखेरि ए बुढो मलाई छोडेर नजाऊ न बुढो, नजाऊ न बुढो भनेर बाटो छेक्छन्। मेरी स्वास्नीलाई चाहिँ कति बेला यसलाई विदेश पठाउँ भन्ने हतार छ।
फेरि नजाउ न बुढो भन्दै रोएर रोक्नलाई तिमी के मर्न जाला हो र मलाई पनि नबोल्नु अनि मेरो 2 लाखलाई नि नबोल्नु